यहाँको क्रिटिकल सिजन लास्टै बिजोग छ, एकदम बिजोग। गाउँ पहाड हुन्छ नि, यहाँ के अरे भिजाइसकेको मान्छे लुकेर बस्न अलिक ठिक हुन्छ है। यो चाहिँ यो नभएको मान्छेलाई यस्तो ठाउँ छ, पुरै जङ्गली जङ्गल, केही छैन वरिपरि, केही छैन, लास्टै यता फेरि यो जङ्गल सिवाना बाहेक केही नरहेछ, केही देखिन नपाउँदो रहेछ यो जङ्गल। वरिपरि रुखहरू, साइडमा पनि रुखहरू, केही नदेखिने साला कहाँ कहाँ आइदिएछ त्यहाँ भेनाले, कुन ठाउँ पसाल्दैछ मान्छेले हाकिने, केही बिजोग छ बिजोग। बाटोमा फेरि गाडी पनि हिँडेको देखेको छैन, एउटा दुइटा अक्कल झोकल छ, ट्रकहरू आइरहेछ, गाडीहरू, बस त नामो निशान छैन, ठाउँमा कुनै ठिकानै छैन, गाडी चल्दैछ, बिजोग छ। यता चाहिँ के रहेछ, यो जङ्गल हरियाली हरियाली, यता केटी पर्सिपर राखेको रहेछ, के कन्स्ट्रक्सनको गिटी बालुवाको राखेको रहेछ, क्या पसल हो क्या दोकान, के लेखेको छ यो बोर्डमा साला, मोमो छैन के हो यो राम्रो ठाउँ भए पो राम्रो ठाउँ भन्नु, विकट एरिया छ, अनि विकट एरियामा के राम्रो ठाउँ भन्ने हो र, जस्तो ठाउँ त्यस्तै भन्ने त हो। गाडी खण्डार सण्डार रहेछ, के रहेछ न, यता सपिङ सेन्टर छ, केही न केही छ। एउटा पसल चाहिँ सर्च गरेको थिएँ, फेरि 3.5 किलोमिटर रे हिँडेर 1 घन्टा, साइकलमा 20 मिनट। भर्खर आएको मान्छेले साइकल पनि कसरी किन्ने, नेपाली पैसा लिएर आएन होला धेरै। हरियाली हरियाली, यता पुरै जङ्गलै जङ्गल छ, गाह्रो छ। बाटो बनाइरहेको छ क्या हो नेपालले, गिटी बालुवा झारेर साइडतिर मान्छे हिँड्ने बाटो, त्यो भयो गाह्रो मान्छे लाग्यो। पुरा भण्डारै भण्डार रहेछ यार, सबै एक्सिडेन्ट भएको यो खण्डार हो। यो अतो पत्तो छैन कहाँ हो यो खण्डार। राति यही बाटो आएको थिएँ म, ओहो नसकेर, म केही राम्रो भ्यू पनि छैन कि भ्यू देखाउन हुन्छ भनेर, भ्यू भए त हेर्दै रमाइलो गर्दै जान हुन्थ्यो, तपाईँले पनि देखाउँदा हुन्छ। भ्यू भनेको त्यही जङ्गल हो, जङ्गल मात्र छ, त्यही जङ्गलै जङ्गल, जङ्गल साइडमा जङ्गल, जङ्गलै जङ्गल, पुरै जङ्गल छ, जङ्गलको बिचमा यो यता के होटेल छ, होटेल इन छ, आउँछ यो डल लिएर बसेछ, होटेल भ्यालेन्टाइन बियर रे होटेलको नाम पनि। सुनसान छ हेर्नु त के छ, समथिङ के रहेछ, होटेलकै भ्यालेन्टाइन बियर यस्तो रहेछ होटेल। के लेखेको छ भने 24 घन्टामा चल्दैछ, 20 मेम्बर चल्छ, हेरि हेरि हुँदो रहेछ क्या होटेल भनेको, चल्छ कि चल्दैन यस्तो खटारा भइसकेको छ होटेल पनि। त्यो चाहिँ खै के हो यो धानबारी, पुरा धान रोपेछ यता त, कुन गाउँ भयो नि, पुरै धानै धान छ उता सम्म, टाढैसम्म धान छ, उता जङ्गल छ, सानो सानो घर छ, कसको के ला यता चाहिँ बगैँचा रहेछ, के को बगैँचा हो थाहा भएन, भित्र चाहिँ बजाइ हुनुहुन्छ, टिप्दै हुनुहुन्छ भित्र बगैँचामा, भित्र हुनुहुन्छ देखिनु हो। 50 थाहा भयो गाउँघरको मान्छे पनि बस्छ कि बस्दैन यस्तो छ सिचुएसन। यता पनि थर्ड क्लास पुरै गर्मी छ, गर्मी भएर ज्याकेट पनि फुकालियो, ज्याकेट यहाँ राखिएको छ साइडमा। यस्तो हिँड्यो कति 30 मिनट जति हिँड्यो क्या हो, 35 मिनट जति, 50 मिनट जति हिँड्नु पाएको छ, हिँड्नु पऱ्यो।
आज चाहिँ ट्राफिक भइरहेछ जे होस् लाइफमा गर्नुपर्छ यस्तो यस्तो पनि दिनहरू देख्नुपर्छ सिन केही छैन भ्यूहरू केही छैन देखाउनलाई भ्यू भएर देखाउन हुन्थ्यो गाह्रो छ भने के छैन यो बाटोको साइड छैन झाडै झाड छ कोही मान्छे हिँड्दैन कसले सफा गर्छ यो मान्छे हिँड्दैन पहिला सफा गर्नु मान्छे नै हिँड्दैन अनि त्यसको लागि त मान्छे हिँड्नु पऱ्यो सफा गर्नलाई त्यही हो जे भयो नि मान्छे हिँड्ने बाटो चाहिँ बनाइदिएको छ त्यही राम्रो छ सबै झाडै झाड छ कहाँ हो हामी झाडीको बिचमा हिँडेछ झाडी र झाडी बिचमा गाडी अहिले हिँडिरह डर लाग्यो झाडी नै झाडी छ केही छैन सुविधा त्यस्तो राम्रो सिन भयो त देखाउनु नि हुन्थ्यो रुख मात्र छ रुख देखाएर नि के गर्नु रुख त हेर्नै भएको छ त्यही नि हेर्नु होला एडभेन्चर्स केही छैन यता त त्यो गाडी पनि हिँड्न कम भयो एक्लै छु यता जङ्गलको बिचको बाटोमा कहाँ यो जङ्गलको बिचमा यार यस्तो छ सिनहरू जङ्गलको बिचमा वरिपरि गाडी त चलेको छ तर के हो कुरा चाहिँ घर साइडमा आए त हुन्थ्यो रिल्याक्स फिल गरिन्थ्यो यस्तो छ जङ्गल र जङ्गल चारतिर जङ्गल छ तर यो इयरफोन भएर अलिकति मन शान्त भयो गीत सुन्न पाइएछ फुल साउन्ड लगेर हामीलाई साइडमा घर पनि आइयो फोहोर फारमले चाहिँ गाईहरू पालेको रहेछ त्यो साइडमा फारम रहेछ यो गाईहरू पालेको हो कि के गरेको हो यो चाहिँ पोल्ट्री फार्म जस्तै पोल्ट्री गाई फार्मिङ रहेछ गाईहरू रहेछ भित्र यो चाहिँ एउटा दुईवटा घर त भेट्यो एउटा दुईवटा घर भेट्दा खुसी लाग्यो अघि त केही थिएन डर मात्र लाग्यो चाहिँ अलिकति ढुक्क भयो बाहिर आइयो खुल्ला ठाउँ अनि फेरि घरै घर छ ठाउँ जङ्गल मान्छे पनि आयो बस गाडीहरू पनि थिएन अहिले त गाडीहरू पनि बढ्न लाग्यो त्यो हेर्नु पछाडिको चाहिँ गाईको फार्म रहेछ यस्तो हिँड्यो थाकियो हेर कति हिँड्नु ओहो चिसो ज्याकेट निकालेको त अहिले चिसो हुन लाग्यो त्यो बिजोग ठाउँमा गएको त फाइनल्ली 1 घन्टा 30 मिनट हिँडेर कति रे 1 घन्टा 30 मिनट हिँडेर स्टेसन आइयो साला कस्तो बिजोग ठाउँमा भेनाले हाल्दैछन् हाकेलले फेरि अस्ति बिजोग ठाउँ फाइनल्ली आइयो स्टेसन पनि के हो केही छैन यता सुविधा छैन थर्ड क्लास ठाउँ एकदम पिकअप एरिया खडेरी भन्ने नि हुन्छ के हो यो इबाराकेतिर हो कता स्टेसन त पुग्यो फाइनल्ली कहाँले यत्रो मिहिनेत गरेर के भन्ने मासला कस्तो ठाउँमा हालिदिरहेछन् मान्छेले अहिले राम्रो ठाउँमा हाल्नुपर्छ नि हाले नि के को के होला सम्झौँ स्टेसन छ यो साला स्टेसन हो यो सानो स्टेसन रहेछ के जिया रहेछ त्यो स्वर्गको सिडी है स्वर्गको सिडी चढ्न पाइयो 1.5 घन्टा पछि स्वर्गमा फाइनल्ली अब ट्रेन भेटेर रुम चार्जर भाग्नु पर्यो रुम गएर नुहाइ धुइ गर्नु पर्यो पसिना भइसक्यो शरीर थाक्यो खुट्टा दुखिसक्यो हेर्दा यस्तो साला गाउँ बस्ने सिट रहेछ सुविधाहरू कतिको ट्रेन छ अब थाहा नै छैन टोय टिकट रहेछ यहाँ चाहिँ टिकटहरू काट्ने हो इङ्ग्लिसमा पनि आउँछ यहाँ Guidance will be displayed in English. मसँग त छ अलरेडी त्यसकारण चाहिन्न
हेर्न सकिन्छ लेखेको हुन्छ 2 नम्बरमा लेख्छ चिङ्गम कि 54 लाइन